सबैजनालाई स्वागत छ माधव निबु ब्लग्समा। सो म चाहिँ एकदमै सन्चै छु, हजुर पनि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा आज चाहिँ म फेरि भिडियो स्टार्ट गर्दैछु साथीहरू। आज चाहिँ अलिकति फरक खालके भिडियो लिएर आएको छु। मेरो भिडियोको टाइटल थम्बनेलहरू हेरेर पनि थाहा पाइसक्नु भइसक्यो होला। सो हामी चाहिँ जाँदैछौँ केलाङ नाच हेर्नुको लागि। हामी चाहिँ अब यहाँबाट त्यस्तै 1 देखि 2 घन्टा भित्रमा चाहिँ पुग्छौँ साथीहरू। अलिकति टाढै छ होइन जानुपर्ने चाहिँ। अब हामी जानुपर्ने चाहिँ यो डाँडाभन्दा सिधै मुनि हो, तर जाने बाटो चाहिँ हाम्रो यहाँबाट यताबाट सट्टै यता उदोबाट जानुपर्ने हुन्छ। चासक तङनाम मेला चाहिँ 12 बिसे बजार, सभा पोखरीको 12 बिसे बजार भन्ने ठाउँमा लागिरहेछ साथीहरू। अब 12 बिसे बजार कति साथीहरू त आउनुभएको छ, कति साथीहरू आउनुभएको छैन। तर हाम्रो चाहिँ अब बजार लाग्ने एरिया भनेकै 12 बिसे बजार हो। हामी बजारहरू जाँदाखेरि पनि गाउँतिरबाट चाहिँ 12 बिसे नै हो हाम्रो सबैभन्दा नजिकको बजार चाहिँ। त्यहाँनिर लाग्दैछ चासक तङनाम मेला चाहिँ। हामी चाहिँ अहिले त्यहाँ जाँदैछौँ। ठ्याक्कै यो डाँडादेखि मुनि पर्छ, यो डाँडादेखि मुनि पर्छ। हामी चाहिँ अब जाँदाखेरि चाहिँ यहाँ मुनिबाट जानुपर्ने हुन्छ साथीहरू। सो त्यो नै हो, हेर्दै गर्नु होला। अब चाहिँ हामी जाँदैछौँ। हामी चाहिँ 12 बिसे बजार पनि आइपुगिसकेको छौँ। चासक तङनाम मेला चाहिँ यहाँ पछाडिपट्टि हो, उता ग्राउन्ड छ। हामी चाहिँ तर यताउता अलिकति काम परेर यताउता जाँदैछौँ। यसले माथि हानेर लास्ट डिस्टर्ब हानिरहेको छ, यसकै काम परेर यताउता गएको। अब एकछिन यसो चाहिँ यता घुर्नुपर्ने छ, यसो च्यापुङ नाच हेर्नुको लागि यता घुर्नुपर्ने हुन्छ। गएर पनि आइसकेको छौँ तर हाम्रो काम चाहिँ भएन होइन। अब चाहिँ टक्कसँगले देख्न सक्नुहुन्छ यहाँनिर गेट, यो चाहिँ चासक तङनामको गेट हो। यो चाहिँ अब यता उता खातबारी भयो चैनपुर नगरपालिकाहरूबाट आउने गेट हो। टक्कसँगले यहाँदेखि प्रवेश भएर चाहिँ सट्टसँगले देख्न सक्नुहुन्छ। यहाँ माथिनिर भइरहेछ चासक तङनाम केलाङ नाच चाहिँ। अब त्यहाँनिर गएर हेर्नुपर्ने हुन्छ के कस्तो भइरहेछ त्यहाँको माहौल चाहिँ। यस्तो छ साथीहरू 12 बिसे बजारको नजरिया देख्न सक्नुहुन्छ। सर्ट चलाएर यो चाहिँ भयो भोटी खोलाको पुल। सँगले सबै यहाँनिरै केलाङ नाच नआउनेहरू चाहिँ सबैजना यहाँबाट प्रवेश भएर जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ सबैजना उपस्थित भइसक्नु भएको रहेछ। यहाँनिर चाहिँ अहिले पुरै केलाङ नाच जम्मै गरी 11 टिम रहेछ यहाँनिर। अनि लट्री लडाउने काम भइरहेछ साथीहरू, लट्री तान्दै हुनुहुन्छ। यस्तो छ साथीहरू चासक तङनाम मेला, चासक तङनाम मेलाको माहौल चाहिँ। यता भयो स्ट्रेच। अब केही समय पछाडिदेखि नाच कम्पिटिसन पनि हुन्छ। 2 नम्बर मैले चाहिँ खासै देख्दिनँ यस्तो हुँदो रहेछ साथीहरू। यो नाच्नुको लागि चाहिँ यो तरिकाले गर्नुपर्दछ। जम्मै गरी यहाँनिर 11 टिम दर्ता भएकोमा चाहिँ 1 टिम चाहिँ आउनु भएन छ, त्यही भएर 10 टिमको मात्रै अब यहाँ प्रतिस्पर्धा हुनेछ। फर्स्ट चाहिँ 1 जना मात्रै, 1 टिम मात्रै हुने हो। अब हेरौँ यो 10 टिममा कुन टिम फर्स्ट हुने हो। मैले अनुरोध गर्न चाहे यो पालो निर्धारित गर्नुभएको यो नेम लिस्ट हामीलाई उपलब्ध गराइदिनु न मैले अनुरोध गर्न चाहे। अब चाहिँ यहाँनिरै सभा पोखरी 5 को केलाङ नाच चाहिँ आइसकिसकेको छ। पहिलो 1 नम्बर चिठा तानेर चाहिँ आइसकिसक्नु भइसकेको छ। यहाँबाट ठ्याक्कै प्रवेश गरेर चाहिँ अन्तिममा चाहिँ यहाँबाट जानुपर्ने रहेछ। देख्न सक्नुहुन्छ यहाँनिरै जजहरू पनि बसिसक्नु भएको छ, 4 जना जज हुनुहुन्छ। हेरौँ अब प्रतिस्पर्धा कस्तो हुने हो। छैन।
सबै हेर्नु पर्ने छ नि अब
समूहका अनि सिडिपुर केलाङ समूहका सेरेल मादे रहनुभएको छ र एजिला खेवा रहनुभएको छ। अहिलेको लागि पनि आइसक्नु भएको छ तेह्रथुमबाट खेवाहाङ केलाङ समूह सथर गाउँपालिका 6 सुधापका कलाकार मित्रहरूलाई हामीले देखिरहेका छौँ। कृपया जोरदार तालीले स्वागत गर्नुहोला। मैले सम्पूर्ण अनुरोध गर्न चाहे कोही कम्पिटिसन चाहिँ सकिसकेको छ र यहाँनिर अब चाहिँ सामूहिक केलाङ नाच च्याब्रुङ नाच प्रदर्शन हुँदैछ साथीहरू। यहाँनिर 10 टिमकै सबैजना नाच्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। अघि चाहिँ एकदमै धेरै टाढोबाट आउनुभयो भनेको चाहिँ तेह्रथुम जिल्ला छतर गाउँपालिकाबाट आउनुभएको छ। उता सङ्खसभा जिल्लाबाटै हुन्छ चाहिँ सबै। टाढो भनेको चाहिँ तेह्रथुम जिल्ला छतर गाउँपालिकाबाट हुन्छ। राजी हो? राजी हुनेहरू सबै यो घेराको नजिक आउँछन्, बिराजी हुनेहरू उता जान्छन्। राजी हुने जति चाहिँ घेराको नजिक आउनु। हामी त धरतीपुत्र, हामी त माटोसँग जन्मेको, ढुङ्गासँगै जन्मेको, हामी ढुङ्गा माटोसँगै हुर्केको। ढुङ्गा माटोलाई हामी घिनाउँदैनौँ, घिनाउँछौँ र? तपाईँ खाम्बोङ बा लुङबोङ बा हो नि, होइन? ढुङ्गा माटोसँगै जन्मेको हो नि, होइन? तपाईँ अर्कालाई पनि सह अस्तित्व, अर्कालाई पनि
समान व्यवहार गर्नुहुन्छ नि होइन? पक्का ढुङ्गा माटो घिनाउनुहुन्न? हो, त्यसो भए अगाडि आउनेहरू बस्छन्, पछाडिकोलाई हेर्न दिन्छन्। माटो नघिनाउने जतिले। अर्को, अब म चौथोमा आउँछु ल। सबैलाई जाडो हो, बिहानकोले छोड्यो क्या हो? ए साखेटवा पेट्नु चेरेङ नाम्ता नु तुखेर आखिम दुङमा हिम सामिकले पाथ्यो काग्याक्ने हिम पाराङधाम साथी मा लपेक सक मार वामा मारपेक मेदुङ नेन थेनङ येन हेक्मो मिकवार तिमदुङ मिक हेक्मो ताम्बुङ नगर सेल्लो वर्षो हिमसिगाङ गर शुभाङ हो भन्थ्यो। अहिले त अन्न पाकेको छ नि, अलिक जोस आउँछ होला नि लिम्बूहरूको। हो, यो त आउनु पर्यो नि त। ओके, अर्को 85 नम्बर प्राप्त गरेर चारैजनाको जोड्दा आएको नम्बर हो यो है। 85 नम्बर प्राप्त गरेर सान्तवनाका दावेदार ताली सबैको। यही तालीको बीचमा यो सान्तवना अवार्ड जित्न सक्ने केलाङ समूहको नाम हो काङसोरे केलाङ क्लब सैनपुर। 80बाट 91 नम्बर प्राप्त गरेर रनर अफ दोस्रो भन्दा पनि हुन्छ यो, तर सिरियली गर्दा तेस्रो हुन्छ है, थर्ड। जसले 91 नम्बर प्राप्त गरेको छ, प्लिज जोरदार ताली। सिद्धकाली सिद्धिपुर केलाङ समूह सैनपुर 2 94 नम्बर ल्याएर रनर अफ सर्वोत्कृष्ट अर्थात् दोस्रो पुरस्कार विजेता। एकचोटि तपाईको जोरदार ताली सुन्न मन लाग्यो। यही तालीको बीचमा किरात एकता समूह सैनपुर 3 है। खोइ कतिजना एक्साइटेड देखिएन त किरात एकता समूह। अब विनर को होला? को होला? एकचोटि जोरदार भन्नु त आफ्नो ठाउँबाट। ओके, यो जोरदार भनाइ सँगसँगै ताली लगातार आउनुपर्छ। कतारे फेरि भन्नुहोस् त एकचोटि। ओके, तपाईँको तालीको बीचमा यति बेला म घोषणा गर्दैछु 121 नम्बर पाएर यो प्रतियोगिताको चासोक टाङनामको केलाङ प्रतियोगिता 2082 क्रियात्याकुङ चुम्लुङ सल्पस सभा पोखरी गाउँपालिकाले आयोजना गरेको चासोक टाङनामको केलाङ प्रतियोगिताको विजय बनेको छ। र त्यो समूह हो सङ्खुवा सभाकै एउटा समूहले जित्यो। त्यो समूह फलाना हो भनेर अहिले भनिहाल्ने अवस्था रहेन। सङ्खुवा सभा बाहिर गयो पहिलो पुरस्कार भन्ने अवस्था पनि रहेन, किनभने घोषणै गरेका छैन। सङ्खुवा सभा बाहिर भनेको बाहिर गएर झन्डै 3 फिट हो, अहिले बेलै भएको छैन। ओके, सङ्खुवा सभामा रह्यो कि बाहिर गयो? तपाईले सही भन्नुभयो, बाहिर गयो। खेवाहाङ केलाङ समूह 76 हामीले सही मूल्याङ्कन गरेछौँ। तपाईहरु सबैजनाले बाहिर भनिरहनु भएको छ। हामीलाई बधाई स्वरूप यो चारैजनालाई बधाई स्वरूप एकचोटि ताली प्लिज।